लेले भन्ने ठाउँमा यो ललितपुरको लेले भन्ने ठाउँमा खोला नजिक यसरी घर बनाएको रहेछ र यो घर चाहिँ नि सायद खोलाले आफ्नो बाटो खोज्दा होला यसरी भत्काइदिया रहेछ। अब यो खोला किनारको जग्गा कसरी बेचियो, कसरी किनियो, कसले बेच्यो, कसले किन्यो, कसरी व्यक्तिको नाममा पास भयो, त्यो चाहिँ खोजबिनकै विषय होला। तर अब यो कसैको यत्रो लगानी, यो घर बनाएको लगानी सब यसरी लड्या छ। दुईटा घर छ, दुईटै घर यसरी भत्किएको छ। यो चाहे जे भए पनि यत्रो ठुलो घर भत्केको देख्दा चाहिँ साह्रै दुःख लाग्यो। तर अब यो मूल कुरा भनेर चाहिँ यो कसरी खरिद बिक्री भयो होला। यहाँ खोला रहेछ यो। अब यो खोला कहिले उर्लेर आयो र खोलाले आफ्नो बाटो खोज्यो कि के गर्यो थाहा छैन। खोलाको यही सम्मको जग्गा त जमिन चाहिँ बिक्री हुनु नपर्ने हो, कसरी बिक्री भयो। यत्रो ठुलो घर बनाएको रहेछ, कसले बनाउनु भएको, यत्रो लगानी गर्नुभएको रहेछ, तर यस्तो भइदियो। दुईटा घर छ, दुईटै घर लडेको छ। यसरी लडेको छ घर। ल जग त खै नामो निशान छैन। यस्तो गरी लड्या छ। यत्रो घर ढङढङती खाली भयो। खोलाको किनारमा बनाएको छ यो। यो यहाँको यो खोला किनारको जमिन खरिद बिक्री कसरी भयो, यो चाहिँ वास्तवमा एउटा ठुलो खोजबिनको विषय बन्नै पर्छ जस्तो लागेको छ।